नेपालका बाढी पीडितका लागि विश्वभर रहेका नेपाली क्रिस्चियन समुदाय अनलाइनको माध्यमबाट एकजुट हुँदै ग्लोबल प्रेयर ग्यादरिङ सम्पन्न गरेको छ। प्रभु तपाईँ सहायता गर्ने, वास्ता गर्ने, प्रेम गर्ने परमेश्वर हुनुहुन्छ। तपाईँमा केही पनि असम्भव छैन। प्रभु तपाईँले उहाँहरूलाई सहायता गर्नुभएको छ। प्रभु जय मसीह। म अजय खड्का। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ अगाप्य पोस्ट। नेपालमा पछिल्लो समय आएको बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि ग्लोबल नेपाली स्पिकिङ क्रिस्चियन फेलोसिपको आयोजनामा विश्वभरका नेपाली क्रिस्चियन समुदाय एकताबद्ध भई विभिन्न विषयलाई समेटेर सामूहिक प्रार्थना गरेका छन्। बाढी पीडित परिवार, घर तथा सम्पत्ति गुमाएका व्यक्तिहरू, उद्धार तथा राहत कार्यमा खटिएका स्वयंसेवक तथा प्रभावित समुदायको सुरक्षा, स्वास्थ्य, सान्त्वना, शक्ति, उपचार र पुनर्स्थापनाका लागि विशेष प्रार्थना गरिएको थियो। उक्त प्रार्थना सभा अगस्त 28 शुक्रबार बेलायतको समयअनुसार बिहान 1:30 जाँदा जुम मार्फत सम्पन्न भएको हो। विभिन्न देशमा रहेका नेपाली क्रिस्चियन समुदायलाई सहभागी हुन सहज हुने गरी सम्बन्धित देशको स्थानीय समयअनुसार कार्यक्रम आयोजना गरिएको थियो। जुम मार्फत सम्पन्न प्रार्थना सभामा विश्वका विभिन्न देशमा रहेका नेपाली क्रिस्चियन समुदायलाई एउटै विश्वास र उद्देश्यमा जोड्दै नेपालका लागि निरन्तर प्रार्थना गर्न समेत आह्वान गरिएको छ। कार्यक्रममा एक विश्वास, एक हृदय, एक प्रार्थना नेपालका लागि भन्ने भावना सहित बाढी तथा विपदद्वारा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै नेपालमा शान्ति, सुरक्षा, उपचार, शक्ति र पुनर्स्थापनाका लागि परमेश्वरसँग प्रार्थना गरिएको थियो।